सानो नानीहरू छन् त तपाईँ चाहिँ कसको छोरा अरे के छ भन्नु पनि कति क्लासमा पढ्नुहुन्छ म 7मा म त 3मा म त 3मा ए शिशुमा भन्नुभएको शिशुमा तपाईँ 7मा होइन हो उहाँ चाहिँ कसको छोरी हजुरको नाम चाहिँ के हो नि सुस्मिता रुनु हुँदैन ल तपाईँ 7मा हो तपाईँ 4मा फसेको कोही फस छैन यहाँ ए यता हाम्रो भान्जी चाहिँ फस 2को तपाईँ पनि फस्छ होइन है तपाईँ फस्यो कि जस्तो लाग्छ ए पहिला फस्नुहुन्थ्यो ए तपाईँको नाम लेख्न आउँछ आउँदैन आउँछ यहाँ चाहिँ आउँदैन ए घरमा चाहिँ आउँछ है पढाइ कस्तो छ नि यहाँको स्कुलको राम्रो छ कुन सर मनपर्छ हजुरलाई एकदमै राम्रो सर चाहिँ कुन छ यहाँको नाम ए सरको नाम टिस्टी भाइको हिँड्ने यस्तै हो राम्रो हिँड्दो रहेछ है कति क्लासमा पढ्ने भाइहरू 7मा ठ्याक्कै 10 बजी स्कुल चाहिँ गर्ने प्रार्थना गर्ने चाहिँ ए 7को फर्स्टको छैन अहिले नयाँ सर चाहिँ कुन सर आएको छ यहाँ होइन अस्ति को आएको छ भने त कसको बदलामा आएको छैन त मिस्टे आएको ए कुन सरको बदलामा आएको बल खोजेको भाइ बल तल गएको जस्तो लाग्छ त यहीँ छ भाइको पढाइ राम्रो छ क्या हो युट्युब च्यानल हेर्नु न मेरो दैनिक आउँछ भिडियो है के छ तपाईँको सरगम अर्जुन राई अफिसियल भन के छ भन्नुपर्ने यसो युट्युबरहरूलाई होइन राम्रो प्रगति गर्दै जानु त्यही मात्रै हो ल भरे हेर्नु ल तपाईँको खाइदिन्छु सुनचोखे हो त अलिक बढी गयो ल हाल त्यति हाल नि यता बढीतिरै हाल यतै हाल नि तिमी यता बढीतिरै एउटा उता ढुङ्गो ल्याउ न सानो यता भनेको थिएँ यहाँ क्लास छ रोटी दिने काँटामा कतापट्टि चाहिँ राख्न मन लाग्छ त्यतै जता गइरहेको छ त्यतै राख्नु आफ्नो खुसी लु राख लु राख अब यहाँ चाहिँ अलैँची भइरहेको छ राख यो फाल्टो हेरेर बिस्को हुन्छ यहाँ लगाइहाल्छ नि कहाँ उसले बताइहाल्छ नि कि तपाईँ 9.5 किलो त्यो हाल्नु न त्यस पावा पनि आइहाल्छ नि हिसाब पावा पनि गरिदिउँला नि तपाईँले के फरक रहेन मेरो मैले नि पढे देखेर ल्याएँ 10.5 किलो बोल्नु भयो तपाईँको त्यो झुकेर पर उठ्यो राख्नु 10.5 किलो रोटी राम्रै छ नि कस्तो उहाँ जोइले नै सुकाइदिएको खरेङ छ त्यो त सिधा कमिला पनि लगाएको हामीले सुकाइदिएको तिम्रो हेर्दा तिमीहरूको त्यस्तो खालको त मैले मुनि राखेको छ घरमै राखेको हेर्नु कुन चिसो छ कस्तो छ खाने पनि हाम्रो यहाँ नै सँग बच्छ बोजो सब बोजो किरा लागेर केही छैन बाजेको लाडी आदि हामी त सुकाउनु पर्दैन यो 2 वर्ष राख्दा के यो मात्रै अलि 60,000 पनि किन्दैन यहाँ त नौको माल छैन के भोटे जमाएर तिम्रो
कान्छाको 1 नम्बर यो किरा लागेको तल गराइदियो सबै बाहिर मेरो त लाग्यो त्यहाँ हेर न किरा छैन त्यहाँ एक दुईवटामा छ किरा लागेर सँगसँगै भित्र केही न त्यो चाहिँ बरु किरा लागेको छैन छैन यो हेर्नु है यहाँ यस्तो छ कस्तो अलैँची भन्नु त अलैँचीको झ्याङै छैन मेरो घरमा अहिलेसम्म देखाएको छैन तर अलैँची त पदेखि किरासम्मको पाइन्छ क्या युवा चाहिँ दिएन कराउँदै थियो कराउँदै थियो दाइ आराम हुनुहुन्छ कसैले बाँचेको छ भन्नु पर्ला कि घाँस काटेर कता हँसिया बोक्नुभयो म तल खेताला हिँडेको खेताला चाहिँ हिजो बाउन्न मन त हिजै जाने थियो यो पनि प्याज गयो कि क्या लडेर छ दाइ छ एकजना छ सुनै छ 30 किलो हेर आइ उहाँ माथि हेर माथि काँटामा धेरै छ ठिक हो अर्को त्यसलाई कडा पार्नुपर्छ यो उता गयो भने गएको छैन बुढा यो भयो अब 30 किलो छ हौ 10.5 किलो हेरेर निस्केसम्म 30 केजी 10.5 हो क्या कि मन त उता पनि गरे नि त अघि अड्काले यो धेरै हुन्छ यो सबै कमेन्ट लागेको छ यो चाहिँ गर्नु छ मेरो कसिदो रहेछ हैन यो गर्नु छ तपाईँ जति भित्र दाना भयो त्यति कसिलो हुने नि मैले नि ऊ यति त त्यसै छ भिजाएर खान्छ हाम्रो अलिक तर दाना चाहिँ थियो हो किन छ कसिलो रहेछ कि रहेछ अलिक उयो छ वेट छ है त्यो वेट छ सरी माथि कलाई चाहिँ माथि के हो नि भएकै छैन अलिक किन हल्दी नै ल यहाँ राख्नु त कोही काँटामा मर्नु हुँदैन आधी किलो माइनस आधी किलो खान्छ जे भए पनि हाल्नु त हाल्नु आधी किलो हाल्नु यहाँ भगवान् लाग्दै पर्दैन हौ कस्तो छ लाउनु अलिकति दुई मुठी हल्ला हुन्छ हुन्थ्यो छैन त आधी किलो लाउन आधी किलो खान्छ अहिलेको पनि सुन जोखा त कति बेला हिँड्ने घरबाट थापै हालिन्छ यो हुन्छन् भाइ सुनै हुन्छ आधी किलो कति बेला हिँड्नु लुल्लु भयो अब सुयो कसैले अनि म अन्त थिएन त कस्तो कुरा सुनै जोखाइ हुन्छ मुझे जोखाइ कस्तो कुरा सुनै जोखाइ हुन्छ मुझे जोखाइ त कसैले मार्नु हुँदैन त एकछिन हेर यहाँ 20 20 24 23.5 भयो 23.5 साढे 23 अर्को 53 साढे 10 है पर पुऱ्याइदियो त भाइ तिमीले कस्तो लाग्दो रहेछ 10.5 53 यो त अहिले खनाउनु पर्छ बोरा लाने त्यस्तो मुनि बोरा कस्तो कस्तो नयाँ छ ल दिन्छु म त्यहाँ पर राख न हौ